साथीहरू नमस्कार। नेपाली सेयर इन्फो च्यानलमा यहाँहरूलाई स्वागत छ। आज पनि मैले एउटा नयाँ जानकारीमूलक भिडियो लिएर आइसकेको छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। यस्तै जानकारीमूलक भिडियो हेर्नको लागि चाहिँ तपाईँहरूले नेपाली सेयर इन्फो च्यानललाई चाहिँ सब्सक्राइब गरेर राख्न सक्नुहुनेछ। र आजको हाम्रो भिडियो चाहिँ यो पिन रिकभरीसँग सम्बन्धित रहेको छ। यो तपाईँहरूले रिचार्ज गर्दाखेरि जस्तै पिनको नम्बर कोट्याउँदाखेरि त्यो नम्बर चाहिँ ड्यामेज भयो, नम्बर नदेखिने भयो भने त्यसलाई चाहिँ हामीले कसरी रिचार्ज गर्न सक्छौँ र कसरी चाहिँ हामीले त्यसलाई रिकभरी गर्न सक्छौँ। जस्तै तपाईँले कोट्याउँदाखेरि यसरी नम्बरहरू गयो भने यसलाई चाहिँ हामीले कसरी चाहिँ हामीले रिकभर गर्न सक्छौँ, त्योसँग सम्बन्धित रहेर आजको भिडियो रहेको छ। यो हामी आज दुईटै मेथड सिक्नेछौँ। यो एनटिसी र एनसेलमा दुवैमा चाहिँ कसरी गर्ने हामीले सिक्नेछौँ। र अब हाम्रो आजको भिडियो सुरु गरौँ। र भिडियो तपाईँले पिन रिकभरी गर्नको लागि तपाईँले चाहिँ एउटा मेथड भनेको तपाईँले त्यहाँ एनटिसीको कस्टमर केयरमा फोन गरेर पनि गर्न सक्नुहुनेछ। र जस्तै एनसेलको हो भने एनसेलको कस्टमर केयरमा फोन गरेर पनि तपाईँले चाहिँ गर्न सक्नुहुनेछ। र यदि बाइचान्स तपाईँले कोड्दाखेरि पिनहरू चाहिँ त्यो अङ्कै गयो भने चाहिँ त्यसलाई रिकभर गर्नको लागि मेथड रहेको छ। र सुरुमा हामीले चाहिँ एनटिसीमा कसरी गर्ने त्यो अब हामी स्क्रिनमा हेर्नेछौँ। तपाईँले एनटिसीको चाहिँ यस्तो पिन रिकभर गर्नको लागि चाहिँ तपाईँहरू एउटा वेबसाइटमा जानुपर्ने हुन्छ र त्यो वेबसाइटको नाम रहेको छ एनटिसीकै आफ्नो अफिसियल वेबसाइट रहेको छ pinrecovery.ntc.net.np मा चाहिँ तपाईँहरू जानुपर्ने हुन्छ। त्यहाँ गइसकेपछि तपाईँले र पिन रिकभरी अफ एनटिसी रिचार्ज कार्ड नेपाल दूरसञ्चार कम्पनी लिमिटेड भन्ने रहेको छ। र त्यहाँ चाहिँ विभिन्न इन्स्ट्रक्सनहरू दिएको छ। त्यो तपाईँले सर्वप्रथम त इन्स्ट्रक्सनहरू चाहिँ पढ्नुपर्ने हुन्छ र इन्स्ट्रक्सन पढिसके पछाडि तपाईँले चाहिँ पिन चाहिँ रिकभरी गर्न सक्नुहुनेछ। र सुरुमा त्यहाँ इन्स्ट्रक्सनमा के भनेको छ भने द कस्टमर निड टु प्रोभाइड द सिरियल नम्बर अफ द रिचार्ज कार्ड भिजिबल रिचार्ज पिन फ्रम ड्यामेज कार्ड एन्ड मोबाइल नम्बर टु बी द रिचार्ज भनेको छ। के भनेको छ भन्दाखेरि तपाईँले यहाँ सिरियल नम्बर देख्न सक्नुहुनेछ। यहाँ यो सिरियल नम्बर चाहिँ तपाईँलाई चाहिनेछ, यो सिरियल नम्बर। र तपाईँले अब यहाँ चाहिँ ड्यामेज भएको कार्डको अब कुन कुन नम्बर देखिन्छ त्यो नम्बर देखिने चाहिँ तपाईँले त्यहाँ प्रोभाइड गर्नुपर्ने हुन्छ। र जस्तै अब द ड्यामेज रिचार्ज कार्ड मस्ट बी हेभ द एटलिस्ट सिक्स भिजिबल पिन नम्बर एमङ द 16 डिजिट्स पिन नम्बर अफ रिचार्ज कार्ड भनेको छ। तपाईँको यहाँ 16वटा नम्बर हुन्छ यसमा। 16वटा नम्बरमध्ये चाहिँ 6वटा चाहिँ तपाईँको चाहिँ भिजिबल हुनुपर्छ। त्यसपछि मात्र तपाईँले चाहिँ यो रिकभर गर्न सक्नुहुनेछ। र यदि तपाईँले कोट्याउँदाखेरि सबै नम्बर फाल्नुभयो भने चाहिँ तपाईँले चाहिँ त्यो चाहिँ रिकभर गर्न सक्नुहुन्न यो मेथडबाट। र कस्टमर मस्ट बी प्रोभाइडेड पिन विथ एक्ज्याक्ट पोजिसन इन द फलोइङ फर्मेट भनेको छ। तपाईँले चाहिँ एक्ज्याक्ट पोजिसनमा चाहिँ तपाईँले चाहिँ यहाँ जस्तो छ जस्तै देखिने कुन छ, जस्तै यहाँ चाहिँ 66347 चाहिँ भिजिबल छ। अनि त्यसपछि बाँकी भिजिबल छैन भने त्यहाँ चाहिँ इन्टु लाउनु पर्ने हुन्छ। तपाईँले चाहिँ यहाँ करेक्ट पिन फर्मेट भनेर यहाँ देखाइएको छ, यो तपाईँहरूले पनि हेर्न सक्नुहुनेछ। जस्तै ड्यामेज पिन फर्मेट भने कुन कुन नम्बर देखिएको छ तपाईँले कम्तीमा 6वटा नम्बर चाहिँ देखिनु पर्यो। र कस्टमर निड टु प्रोभाइड द एक्ज्याक्ट पिन नम्बर विथ द एक्ज्याक्ट पोजिसन एन्ड युज द इन्टु साइन भनेको एक्स साइन चाहिँ फर रिप्रेजेन्टेटिभ भनेको तपाईँको चाहिँ त्यो कोटिएर गएको र ड्यामेज भएको चाहिँ तपाईँले चाहिँ इन्टु साइनले चाहिँ गर्नुपर्ने हुन्छ। ड्यामेज पिन नम्बर दे रिट्राई विल बी द अलाउड ओन्ली 5 टाइम्स। तपाईँले 5चोटि मात्र ट्राई गर्न सक्नुहुनेछ। र 5चोटि चाहिँ यदि गर्दा पनि भएन भने चाहिँ आफ्टर द कस्टमर निड टु भिजिट नेपाल टेलिकम सिआरएस काउन्टर तपाईँले चाहिँ नेपाल टेलिकममा चाहिँ जानुपर्ने हुन्छ। त्यही भएर सही चाहिँ तपाईँले चाहिँ हान्नुपर्ने हुन्छ। सही तरिकाले चाहिँ तपाईँले रिचार्ज त्यहाँ देखाएको फर्मेटमा चाहिँ तपाईँले चाहिँ गर्नुपर्ने हुन्छ। र त्यसो गर्दाखेरि अब तपाईँको सर्भिस टाइम कुन हो, अब जिएसएम सिडिएमए प्रिपेड हो कि जिएसएम सिडिएमए पोस्टपेड हो कि पिएसटिएम पोस्टपेड हो कि एरियास कुन हो, तपाईँले चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। जस्तै यसरी क्लिक गरिसके पछाडि र त्यस पछाडि तपाईँको सर्भिस नम्बर भनेको तपाईँले चाहिँ कुनमा चाहिँ रिचार्ज गर्दै हुनुहुन्छ।
तपाईँले चाहिँ यहाँ हाल्नुपर्ने हुन्छ। जस्तै अब तपाईँको कुन नम्बर, तपाईँले रिचार्ज गर्ने नम्बर कुन हो त्यसमा हाल्नुपर्ने हुन्छ। अनि त्यसपछि सिरियल नम्बर भनेको छ र सिरियल नम्बर अब तपाईँले हाल्नुपर्ने हुन्छ। सिरियल नम्बर दिएको हुन्छ प्रत्येक रिचार्ज कार्डमा चाहिँ। यहाँ चाहिँ सिरियल नम्बर, त्यो पिनभन्दा तल चाहिँ सिरियल नम्बर हुन्छ, त्यो सिरियल नम्बर चाहिँ यहाँ हाल्नुपर्ने हुन्छ। त्यसपछि पिनकोड भनेको चाहिँ तपाईँको त्यहाँ चाहिँ जुन कोट्याउँदाखेरि भएको कुन कुन नम्बर गएको छ त्यो गएको मध्ये चाहिँ त्यहाँ चाहिँ इन्टु हाल्ने र भएको चाहिँ तपाईँले हाल्नुपर्ने हुन्छ। कम्तीमा 6वटा नम्बर चाहिँ तपाईँले चाहिँ हाल्नुपर्ने हुन्छ। त्यसपछि क्याप्चा हानेर चाहिँ भेरिफाई गरिसकेपछि चाहिँ तपाईँको रिचार्ज चाहिँ हुन्छ। त्यसरी चाहिँ तपाईँले चाहिँ एनटिसीको रिचार्ज चाहिँ तपाईँले यदि ड्यामेज भयो भने, यो अङ्कहरू कोर्दाखेरि ड्यामेज भयो भने त्यसरी तपाईँले चाहिँ रिचार्ज गर्न सक्नुहुनेछ। र अब एनसेलको कुरा गरौँ। एनसेलमा तपाईँको रिकभर गर्ने विभिन्न तरिकाहरू रहेका छन्। जस्तै अनलाइन कस्टमर सपोर्टबाट पनि गर्न सक्नुहुन्छ वेबसाइटमा गएर। यसै गरी कलिङ विथ द कस्टमर रिप्रेजेन्टेटिभ भनेको चाहिँ तपाईँले त्यहाँ कलिङ गरेको पनि सक्नुहुन्छ। अर्को भनेको एनसेल एप युज गरेर, अर्को भनेको तपाईँले चाहिँ अफलाइन मेथड भनेको चाहिँ युएसएसडी कोड डायल गरेर पनि गर्न सक्नुहुन्छ भने, अर्को भनेको एनसेल सेन्टरमा भिजिट गरेर पनि तपाईँको एनसेलको चाहिँ ड्यामेज भएको पिन चाहिँ रिकभर गर्न सक्नुहुनेछ। र यहाँ अब हामी पहिला के सिकौँ भन्दाखेरि यो एनसेल एपबाट चाहिँ कसरी गर्ने त्यो जानकारी लिएको। एनसेल एपबाट गर्नको लागि चाहिँ तपाईँहरूले एनसेलको जुन छ तपाईँको एनसेलको चाहिँ एप डाउनलोड गर्नुपर्ने हुन्छ। तपाईँले प्ले स्टोरमा गएर चाहिँ एनसेल एप भनेर सर्च गर्नुभयो भने तपाईँले एनसेलको एप पाउनुहुनेछ। त्यहाँ तपाईँले लास्टमा एउटा बटन देख्न सक्नुहुनेछ, त्यहाँ रजिस्टर इस्यु भन्ने रहेको हुन्छ। त्यो रजिस्टर इस्युमा तपाईँले क्रिएट न्यू गरेर त्यहाँ तपाईँले पिन रिकभरी छानेर त्यसपछि तपाईँको त्यहाँ मागिएको विवरणहरू हानिसके पछाडि तपाईँले त्यहाँबाट पनि यो ड्यामेज भएको पिन चाहिँ रिकभर गर्न सक्नुहुने भयो। अर्को मेथड भनेको तपाईँले चाहिँ युएसडी कोडबाट पनि यो गर्न सक्नुहुन्छ। यो चाहिँ अफलाइन मेथड रहेको छ। जस्तै तपाईँहरूले डायल प्याडमा गएर *9005*7# डायल गर्नुभयो भने तपाईँले त्यहाँ चाहिँ गर्न सक्नुहुनेछ। यसरी चाहिँ तपाईँले डायल गरेर त्यहाँ 1 क्लिक गरेर तपाईँको सिरियल नम्बर हुन्छ। सिरियल नम्बर चाहिँ 16 अङ्कको सिरियल नम्बर हान्ने। त्यसपछि तपाईँको ड्यामेज भएको पिन नम्बर हान्ने। अब जस्तै नम्बर भएको नम्बर हान्ने, कोरिएर गएको नम्बर चाहिँ तपाईँले इन्टु हानेर चाहिँ तपाईँले चाहिँ त्यहाँबाट सेन्ड गरिसके पछाडि तपाईँले चाहिँ आफ्नो मोबाइल नम्बर प्रोभाइड गर्नुपर्ने हुन्छ। र आफ्नो मोबाइल नम्बर प्रोभाइड गरिसकेपछि त्यसरी युएसडी कोड मार्फत चाहिँ तपाईँले चाहिँ त्यसरी रिचार्ज गर्न सक्नुहुन्छ। यसरी चाहिँ रिचार्ज गर्न सक्नुहुन्छ। अर्को भनेको तपाईँले चाहिँ एनसेलको सेन्टरमा गएर, अब कहाँ छ एनसेलको सेन्टरमा गएर त्यो ड्यामेज भएको पिन तपाईँले त्यहाँ प्रोभाइड गरेर तपाईँले चाहिँ त्यहाँबाट पनि तपाईँले चाहिँ रिचार्ज गर्न सक्नुहुनेछ। तपाईँको त्यो ड्यामेज भएको पिन चाहिँ रिकभर गर्न सक्नुहुनेछ। यसरी तपाईँले एनसेल र एनटिसीमा जुन अब रिचार्ज गर्ने क्रममा पिनहरू गयो भने तपाईँले यसरी चाहिँ आफ्नो पिन चाहिँ रिकभर गर्न सक्नुहुनेछ। यो तपाईँको खेर जाँदैन र रिकभर गर्न सक्नुहुनेछ। एनटिसीको त सजिलै भइहाल्यो, एनसेलको पनि सजिलो छ झन्। यसरी चाहिँ तपाईँले चाहिँ आफ्नो रिचार्जको पिन चाहिँ रिकभर गर्न सक्नुहुनेछ, ड्यामेज रिचार्जको पिन चाहिँ रिकभर गर्न सक्नुहुनेछ। र आजको जानकारीमूलक भिडियो चाहिँ यति नै। भिडियो कस्तो लाग्यो? भिडियो मन पऱ्यो भने भिडियोमा लाइक, कमेन्ट र भिडियो सेयर गरिदिनु होला। यस्तै खालको जानकारीमूलक भिडियो हेर्नका लागि चाहिँ तपाईँहरूले चाहिँ नेपाली सिआर इन्फो च्यानल चाहिँ सब्सक्राइब गरेर राख्न सक्नुहुनेछ। आजको लागि यति नै। हस्त, धन्यवाद, नमस्कार।